गुड मर्निङ गाइज। अनि आज चाहिँ हाम्रो अनदर ब्लग फोटोफ्री गाइजको चाहिँ आज हाम्रो फ्यामिली पिकनिकको योजना। हाम्रो फोटोफ्री गाइजको मेम्बर मिस्टर कृष्ण मेम्बर मिस्टर गोपिनी लवर। अनि हाम्रो पिकनिक सुरु हुँदैछ यहाँ ठुलो बर्याङबाट। अनि हामी चाहिँ पिकनिक सुरु गरेर यो गाडीमा जाँदैछौँ। यो चाहिँ हाम्रो पिकनिकको गाडी यो चाहिँ हामी यस गाडीबाट पिकनिक जाँदैछौँ भाइ, आउँदैछौँ। अनि हाम्रो मेम्बरहरू छन् यहाँ। बसमा हामी जाँदैछौँ स्टार्ट। अर्को हाम्रो सकुलीको चाहिँ इन्ट्री भएको छ यहाँ। यो चाहिँ सकुनी मामा हो, मिस्टर गजिनी मिस्टर गजिनी होइन। अनि यस्तो ढिला गरेर पाइन्छ भने होइन, यसो ढिला गर्नुहुन्छ अझ खोइ छैन। लजम अब भगवान् पाउ को मान्छे हो ढिला गर्ने? तिमीहरू दुईजना मात्र ढिला गऱ्यो को भन त? पनिसमेन्ट पाउँछ यहाँ। अहिले यहाँ 3 घन्टा नाच्नुपर्छ अब पनिसमेन्ट स्वरूप होइन। जसले ढिला गऱ्यो ऊ पनिसमेन्ट स्वरूप 3 घन्टा नाच्ने। पहिला उनीलाई पुरस्कार पनि दिन्छ, 5 मिनट मात्रै नाच्ने। ल जम 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 जम। ल वेलकम टु हाम्रो पिकनिक है। ल हाम्रो पिकनिक है, पिकनिक। हेलो खोइ हेलो गरेर खोइ हेलो गर्नु पर्दैन। भन्नु हुँदैन भन्नु जाउने हो नि। सरी स्टार्टिङ ओ ड्राइभरमा माइलो ड्राइभर माइलो। घरबाट जाने डस्टबिन होला नि स्पेसल है, झुम बराबर गरेर है स्पेसल। पानी 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 आउँदैछ है। सक्यो गाडी खाली भयो, सिट बाँकी छ।
को आउँछ थाहा होइन आउँछु यसलाई चाहिँ के भन्छ उताको त नकुदो भने यसलाई के भन्छ जाउला खेल्छौ एकान्त कुनाले माथि हो नि किन माथि चढा त्यहाँबाट जानु पाएन Hello. Hello, lo एकजना सुतेको हिँड्नु लाग्दैन हेलो गरौँ ओइ हजुरबाबुको नाति हेलो गर्नु हेलो गरेको हेलो गरेको खोइ हेलो गरेको यहाँ हेलो गरेको हेलो त्यही भयो सबैले ढिला गर्ने मान्छे आज 3 घन्टा नाच्छु भने चाहिँ पनिसमेन्ट सबैले ढिला हामीलाई पुऱ्याउनु कुराको 2 घन्टा हेलो त खलासी भन्छ कि है सुशील फेरि ढल्ला नि फेरि सुशील यहाँ ढल्ला छ है ढल्ला नि फेरि सुशील अगाडि गएर लाल लगाएर ढोकलमा ए ल ठिक छ उसो भए ल ल आयो मिस्टर गुचिनी नाम तो सुना होगा गुचिनी सुना है काको कृष्ण हो अनि त बिर्सिने कृष्ण रे हो त हामीलाई कृष्ण आज पनि सबैले हैन आज सबैको इन्ट्रोडक्सन अस्ति गराउन लाउनु के गाडीबाट झरेर लिनुपर्छ अनि परिवारको गरेर ड्राइभर मोबाइलो ड्राइभर के हो हैन जेठो हो ड्राइभर ठगुले यसपछि बाटो एकान्तपछि शान्ति के चुयो झोल चुएछ अहिले फेरि यहाँ टिप गर्ने बेला काम मासु बनायो भने सिक्ने यही हो सिकाउने मै हो हम लेट हो गए है ना स्कुटर त रोक्दैन हो नि गाडीले रोक्नु पर्ने चढेर आउँछ अरे पहिला ओर्लिन्छ है सबैको
भिडियो लिनु पऱ्यो नि पहिलाबाट लिने मान्छे मै हो है बिहारी रोक्नुस् कमन ल कमन कमन फुट यस म आयो रे आयो 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 यहाँ आयो 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 है हेलो हेलो बिर्सिया छैन है केही पनि केही बिर्सिया छैन नि जबर हेलो यामल हेलो हेलो हाई बाई बाई सामान जोड्नु माने के भयो सामान बोकेर जानुपर्छ एउटा एउटा सामाजिक अपराध हो हामी सफाई अभियानमा लागिरहेका छौँ सफाई कार्यमा लागिरहेका छौँ यो कार्यमा साथ र सहयोग गरिदिनुहोस् यहाँ त पिकनिकै आउँछ धेरै जस्तो धेरै जस्तो पिकनिक हुन्छ भिडियो लिनलाई पछाडिबाट अस्ति फोटो लियो अहिले भिडियो लिइदिने हो कि भाउजू किन नआउनु भएको अहिले आउँछ त्यो अस्तिको ट्रेनिङको आज फेयरवेल रे त्यही भएर देखाउनु त सट्टा खाने होइन त नाच्छौँ त देख्यो देख्यो नाम पनि देख्छ क्या बाउ छोरी होइन त ल ठिक छ टोइलेट जानु पर्यो जति यता ठिक छ नि होइन ल ठिक छ यो नि त पारा होइन पारा यो ट्विन्स जस्तो छैन यिनीहरू दुईजना तिमी दिदी ऊ बहिनी ट्विन्स है नदेखे जान म तपाईँलाई ट्विन्स देखाउँछु ट्विन्स
नाच्नु पर्छ नि होइन नाच्नु नाच्नु ल त मेरो छोरा नाच्छ त ल म देखाउँछु जागर नाच्दैन हो ढोलिया गर्नु पर्यो क्या पैसा निकाल्दा चुकुइहाल्न छ याद न र यो हिसाबले चाहिँ हामीले चाहिँ एउटा नाम चाहिँ जुरायौँ र यसको चाहिँ उद्देश्य के भन्दाखेरि पहिलासम्म चाहिँ हामी चाहिँ 8-10 जनाको समूह बनाउने अनि त्यसपछि महिनाको 1000 उठाउने 12,000 हुन्छ एकजनाको नाम त्यसपछि वर्षको एक दुईवटा हामी घुम्ने भन्ने हिसाबले चाहिँ हामी गरेको है पछि हामी कुरा गर्दै जाँदाखेरि होइन यस जानु हुँदैन हामीले चाहिँ नि हाम्रो परिवारको सदस्यहरूलाई पनि समेत मिलेर होइन हामीले आफ्नो जुन काम कारबारहरू हुन्छ वर्कहरू हुन्छ कामहरू हुन्छ त्यसलाई चाहिँ कसरी चाहिँ हामीले उत्थान गर्ने होइन खालि घुमजाने मात्र होइन कि यसलाई चाहिँ हामीले आर्थिक रूपमा कसरी मजबुत बनाउने सामाजिक रूपमा कसरी मजबुत बनाउने होइन एउटा टिम भइसकेपछि टिममा कसरी काम गर्ने र हामी चाहिँ कसरी अगाडि बढ्न सकिन्छ भन्ने हिसाबले चाहिँ हामीले यो समूहलाई चाहिँ हामी त्यसै परिमार्जित गर्दै लग्यौँ है र हामीले चाहिँ महिनाको चाहिँ केही रकम चाहिँ उठाउँदै गयौँ र आज आएर हामी 10 महिना पुगिसकेका छौँ र अहिले हाम्रो समूहमा 11,000 मेम्बर्सहरू छ
11 मेम्बर्सहरू छ र हामीले चाहिँ महिनाको चाहिँ 5,000 रुपियाँ चाहिँ उठाइरहेका छौँ। यो हिसाबमा अहिले हाम्रो एकाउन्टमा केही नभए 500 लाख रुपियाँ जम्मा भइसकेको छ है। र यो पैसा चाहिँ के गर्छौँ भन्दाखेरि हामीले हाम्रो मेम्बर्सहरू होइन भन्न यो हाम्रो समूहको मेम्बरहरूलाई चाहिँ हामीले ऋण प्रवाह गर्छौँ। आफ्नो जुन कामहरू हुन्छ होइन जोगिने कामहरू छ यसले अर्कालाई कसरी अगाडि बढ्ने भन्ने मेन उद्देश्य गरेको छ। र आजको जुन प्रोग्राम छ 11 एकदम परिचित भइसकेका छौँ तर हामीले हाम्रो फ्यामिली मेम्बर्सहरू परिचित भएका छैनौँ होइन। त्यो हिसाबमा चाहिँ हामीले फ्यामिली मेम्बर्स पनि जस्तै के छ कि भन्दाखेरि हाम्रो गाइड्सहरूको चाहिँ के भन्दाखेरि उहाँको बिजनेसहरू होइन एकअर्कामा परिचित हो होइन। कतिजनाले चाहिँ आफूहरू के काम गर्दै हुन्छ कसैले चाहिँ के भन्दाखेरि त्यसलाई के अप्नाउनु कसैले बिजनेस गर्दै हुनुहुन्छ होला होइन कसैले चाहिँ के गर्दै हुनुहुन्छ होला एकै अर्कालाई कसरी सहयोग गरेर कसरी अगाडि बढ्न सकिन्छ हामीले चाहिँ हाम्रो आर्थिक स्थितिलाई कसरी मजबुत बनाउन सकिन्छ मेन भनेको चाहिँ अहिले यो रहेको छ। र हामी चाहिँ सरसर रूपमा चाहिँ हाम्रो चाहिँ उद्देश्य हाम्रो चाहिँ के भन्दाखेरि अब्जेक्टिभ चाहिँ लिइरहेको छ। र कृष्ण नारायण कृष्ण भैसी गोपिनी लभर हो। हेलो लट्ठीले लाग्छ नि छोरा लागेको होला माया गरेर लाग्यो दाजु त्यो तारकुल चिन्नुपर्छ तारकुल छ हो नचल्ने गरे होइन होला के को पसल पनि कहाँ छ भन्यो मास्क खोल्नु पर्यो मास्क खोल्नु पर्यो लजाउनु भएन नि छोरा यहाँ छ ल म देखाइदिन्छु ल छोरा कहाँ छ यहाँ छ ल नाम भनौँ थ्याङ्क यू सो मच उहाँको नाम चाहिँ बाटो भेट्दाखेरि ए बुलेट भनेर बोलाएर फेरि त्यो फरक पर्दैन बुलेट अब नाम पनि आफ्नै छ होइन। ओके छोरी कृतिका है हाम्रो कृष्ण परिवारको छोरी ठिकै छ। अब म अर्को मेम्बरलाई बोलाउन गरेको छु। अर्को मेम्बर भनेको चाहिँ हाम्रो श्याम खत्री उहाँको नाम चाहिँ शाखा हो है शाखा हो त फेरि ओके ओके तपाईँले स्वर सुकाइदिनु भएर तेरो पनिसमेन्ट शाखाको विशेष यसलाई कुलचिन त भन्छ कुलचिन त ल छोरीको नाम पनि भन्यो ल छोरीको नाम भन्यो नि त हाम्रो व्यापार चाहिँ जिन्सको कारखाना हो मेरो अलग्गै चाहिँ अचारको अचारलाई चाहिएमा सम्पर्क घरमै उपलब्ध गराइन्छ है अचार चाहिएमा अनि छोरीको नाम के सम्रिना सम्रिना हामी मेम्बर हो त्यसपछि अर्को हाम्रो 2 मेम्बर हुनुहुन्छ सन्देश महर्जन त्यसै गरी सानो महर्जन विशेष कामले गर्दाखेरि बाहिर हुनुहुन्छ उहाँको विशेष आउनु भएको छ उहाँलाई म वेलकम गर्न चाहन्छु विमला महर्जन है। उठो उठो उठो
हिसाब महतो हाई गरेर हेलो हेलो गरिदिनु सबैलाई हेलो गरिदिनु गाइस ओइ हेलो गरिदिनु सबैलाई हो हेलो हेलो उहाँको नाम चाहिँ सानोवाला हो सानोवाला है उहाँको नाम चाहिँ नाम याद गरिराख्नु है म फेरि पछि एउटा गेम छ नि फेरि यहाँ फेरि म यहाँ त्यो भन्छु इन्ट्रोड्युस गराउँछु पहिलादेखि नै आफूले हुनुहुन्छ हाम्रो सुदीप महर्जन नकुल हुनुहुन्छ रेन्सु सुरेश महर्जन सोकुल हुन्छ श्याम महर्जन ज्यापु है म आफै इन्ट्रोडक्सन गराउँछु अब सबैको सँगसँगै साइड कसैले श्याम महर्जनले पहिला चाहिँ हामी नकुली थिए त्यसपछि चाहिँ हाम्रो सुरेश आएपछि सोकुली भयो आयो आयो सीधा 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 अरे सीधा यता 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 सीधा अझै अझै अगाडि आऊ अब हिट गर हिट गर हिट गर लेफ्ट 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 जीवनको स्वर पनि पछाडि त्यसले निकाल्छ नि त उसले ल जो 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 ए झेलमा है झेलमा झेला भयो झेला भयो लटिदिनु ल लटिदिनु ल लटिदिनु न लटिदिनु त्यसले अनि ल ल ल ल अरे 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 गए अरे गए छोडिदिनु छोडिदिनु हान्न दियो एकचोटि छोडिदिनु हान्न दियो हो ल पुग्यो अब ल दस रुपियाँको सिधाऊ सिधाऊ लेफ्ट साइडमा आऊ लेफ्ट साइडमा ल सिधा आऊ ल आऊ आऊ अझै आऊ 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 सिधा आऊ 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 नान्ने हान्ने बेला भएको छैन आऊ यहाँ आऊ सिधा आऊ अगाडि आऊ अगाडि 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 लाग भुइँमा नराख लाग घोट्छ सिधा माथि राख पहिला लट्ठी सिधा माथि राख यसरी बोक न त्यसरी बोक ल दुईटा हातले बोक्ने ल अगाडि आऊ माथि बोक्ने के अनि घोट्दैन यता यता लेफ्टमा ए भयो 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 ल भयो ल भयो ल फिनिस 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 राइट राइट यो लेफ्ट भयो नि
यार ट्वाङ हान्थ्यो तैँले आसी अझ वा घा गोल्ला त घा मलाई सिधा 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 माना है सिधा उठाउनु भयो मैले भनेको छु अब छिटो अलि छिटो अलि छिटो आऊ पुगेको छैन डराउनु पर्दैन म पुऱ्याइदिन्छु कि आऊ न ए पुगेको छैन अगाडि सिधा आऊ ल सिधा राइट जाऊ राइट ल सिधा अगाडि एक स्टेप अगाडि ल एक स्टेप अगाडि हो भने ल 10 कदम माथि उठाऊ लट्ठी नत्र घोच्छ लेफ्ट टर्न गर ल 10 कदम जाऊ 10 कदम Come on. आओ सीधा नोट स्विच आओ वाओ सीधा स्टॉप ल सिधा हाल लाग्छ सिधा हाल हैन उता हैन त्यो लेफ्ट साइडमा छ अलि लेफ्ट साइडमा छ है थोरै लेफ्टमा छ भने लेफ्ट अलिकति लेफ्ट आऊ अलिकति लेफ्ट साइड आउँछ तिमी अब सिधा हाल ल बेसरी पावर आना भने पावर छ एकदम पावरले अब लाग्छ Left turn. नानुको टाउकोमा लाग्छ सीधा अब लेफ्ट जाऊ अलिकति लेफ्ट जाऊ भने राइट जाऊ लेफ्ट जाऊ न लेफ्ट सर होइन कहाँ हाल्यो लेफ्ट जाऊ भने
अब अलिकति देब्रे जाने है देब्रे जाने अलिकति देब्रे जाने है देब्रे जाने देब्रे 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 काबु लाग्ला गो 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 ल फुटा 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 ल फुटा ल खोइ बेलुन फुटा खोइ ल खोइ काट लिजालो बिलो भागो फुटा फुटा ल आफै फुट्यो छिटो जाऊ फास्ट 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 ढ्याप्प गर ल ढ्याप्प गर बेलुन ढ्याप्प गर ल खोइ फुटा खोइ फुटाएको बेलुन खोइ ल फुटे छिटो यहाँ देखे जोडेर ड्याममा छिटो बास उठ्या एउटा छ यहाँ बाँकी छ यहाँ तिनवटा बाँकी छ तिनवटा अर्को बेलुन अर्को ल्याउ ल गाउने कि नगाउने के गीत गाउनु तिमी अलिअलि गसिप पनि सुनौ न यहाँ के गसिप भइरहेको छ त्यो पनि सुनौ के गसिप भइरहेको छ त्यो पनि सुन्नु पर्यो ट्रेनिङको गसिप भइरहेको भाउजूरीको माया आइरहेको छ भाउजूरीको माया अर्को भाउ छोरा आयो फेरि ल ठिक छ गाउनुपर्छ देब्रे ओ लेफ्ट साइड अझै लेफ्ट साइड ओ आला ठोको आइस्टे अगाडि लाग्छ त्यो झेल हुँदैन है त्यो हुँदैन त्यो झेल गर्नु पाइन्छ आया भोलि क्या मजुने गो चार कदम अगाडि 4 कदम अगाडि आऊ 4 कदम अगाडि अलि ठुलो कदम आउनु पुरा 4 कदम अगाडि आऊ अलि ठुलो पुग्यो अलि सिधा गरौँ लट्ठी पहिला सिधा गरौँ पहिला लट्ठी सिधा गरौँ न लट्ठी सिधा गरौँ अलिकति बचाएर सिधा आऊ सिधा ओ बुलेट गुड्यो ल बुलेट गुड्यो अलि दौडेर आउने यार अझै आऊ अलि अगाडि आऊ पुगेन कि अलि अगाडि आऊ ल अब घुमाएर आउनु ल घुमाएर ओ
अरे 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 ओ अलि घुमाएर है ओ अलि घुमाएर ओ ल घुमाएर ओ सिधा रेडी 1 2 ओ बजाऊ आना पुग्यो ठाउँमा पुग्यो भने बजाइ हुन्छ कि बजाइ हुन्छ ओ ल बजाऊ ओ सक्छ नि जाऊ यतिको ग्यापमा जाऊ ल ग्यापमा अझै यहाँ ग्याप बढ्यो छिट दौड्यो ग्याप नराङ है अनि आफैले घाटा पर्छ अघि त ल अब फेरि गेम हार्यो भने रुन पाइँदैन है क्राउड ल फेरि स्टार्ट अलि टाटा तपाईँले आफ्नै मिसेसलाई आउट गर्ने यो के हो तपाईँ आफ्नै मिसेसलाई आउट गर्ने के को विनर पब्लिकिङमा मै हो तालिया खोइ ताली बजा देखाउ न यसो देख्ने गरी देखो बटन दिनु न त्यसरी दिन्ने ल अनि बेलुन क्रसमा फर्स्ट है सानोहरूकोमा एकदम समिरा हो चिसा मर्दन फर्स्ट चिसा मर्दन हाजिर हो तालिया खोइ ताली बजाऊ हेलो ताली कि काली उल्टो भयो बुढाबा हो थ्याङ्क यू भन्नुपर्छ अनि ताली बजाउनु किन अल्छी गरे हो सजल महर्जन मिस्टर हजुरबाबुको नाति है हजुरबाबुको नाति है टुप्पी देखाउनु पर्छ यसरी यस्तो गर्दै आउनुपर्छ ल सिर टुप्पी देखाउ ल टुप्पीमा यहाँ फोकस गर्नुपर्छ
ताली 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 बाबा मलाई someone new फेरि स्क्रु भन्ला घरबाट के गरिरहेको छ आज सबै उपार्दै आफै लानु के गरिरहेको दादाले भयो हुँदैन सबै यार छोराले पनि लाने बुढाले पनि लाने बुढीले पनि लाने के छ दादाले प्राइज उनीहरुमा पनि हामीले दिनुपर्छ यहाँ फ्यामिलीमा प्राइज उनीहरु पनि हामीले दिनुपर्छ यसो पोज एउटा दिनु म यस्तो गीत गाउँछु अब पिकनिकको क्लोजिङ आइपुगेको छ सबैजना ढमढस्स खाएर यहाँ फुलिरहेको छ ल ढमढस्स प्याकिङ हुँदै केटाहरू फुलेर बसेछन् केटाहरू पिकनिक खाएर फुलिरहेछन् बुढी आएगी तू चलिया हो चलिया आए रुत मस्तानी कब आएगी तू मेरे नारे जिंदगानी कब आएगी तू चलिया हो चलिया तेरे सपनों की रानी कब आएगी तू और
कब आएगी तू आए जाए जिंदगानी कब आएगी तू चलिया तू चलिया भरोसा आशिक दिल का और चलिए ये ना जाए भरोसा आशिक दिल का और किसी से ये आए जाए आ गया तो बहुत पछताएगी तू मेरी सपनों की रानी कब आएगी तू आए रुक मस्तानी कब आएगी तू जाएगी ठिकानी कब आएगी तू चलिया तू चलिया मेरे सपनों की रानी कब आएगी तू आए रुक मस्तानी कब आएगी तू आएगी ठिकानी कब आएगी तू चलिया केटाहरु टिभी हेरेर मक्क छ केटाहरु टिभी हेरेर मक्क छ यहाँ ओ खलासी सिद्धम ओ खलासी सिद्धम मार्क्स यार जिके छोरी उठो ब्याग हेरे यार हसी झिलकान दे हसी झिलकान दे गाउँलेको बोलीले डाँडा काँडा चराको बेच्ने गिन टाङ गिन टाङ टाङ गिन टाङ सबै यहाँ ठिक छ नि हजुरलाई कस्तो लाग्यो पिकनिक रमाइलो लाग्छ नि तपाईँलाई कस्तो लाग्यो निन्द्रा लाग्यो सर त्यहाँ रमाइलो लाग्यो त्यहाँ पनि लाग्यो नि यहाँ लाग्यो नि त्यो अलिक फुल्या रहेछ फुल्या रहेछ त्यही भएर यो छोटाफोटी गाइजको चाहिँ पहिलो पिकनिक पिकनिक पाइयो होइन हो सत्य हो नि सत्य हो नि सत्य कुरो हो नि होइन यसरी हरेक वर्ष चाहिँ के को खानेकुरा यति हो दाइ अनि यो त्यो बोरामा टन्नै छ खोइ बोरा हाल्यो हाल्यो हो नि दाल साल सबै छ पोखला फेरि बोरा ल लाने ल जाउँ त्यहाँ छ ओके रिटर्न ब्याक हुँदैछौँ तिमी के रुला डान्सको बिहा सुत्दैन हान ये भी मस्त भयो लागे वो जय भी मस्त भयो राउन्ड ओ ड्राइभर माइलो छुका छिक्जुला अले जाने मग चाले चाले जाने मग रे अच्छा मोमो नै नन जाने रे दे मला छ बजे मला 2-3 रुपैयाँ खाता बजे छु गा पपकर्न कि मटन रमाइलो भयो नि ठिक छ गाइजको फर्स्ट पिकनिक फ्यामिली पिकनिकमा एकदम रमाइलो सोचेको भन्दा बढी रमाइलो भयो सोचेको भन्दा बढी भएन कम सोचे रहेछ त कम सोचे रहेछ यसलाई कारबाही गर्नुपर्छ यसले कम सोचे रहेछ सोचे भन्दा बढी रमाइलो भयो कम सोचे रहेछ यसलाई कारबाही गर्नुपर्छ होइन उता गएर भाटे कारबाही हुनुपर्छ है त्यस विषयमा के
हान्ने कारबाही गर्नु त्यसमा तपाईँको के छ विचार मौसिक मोगी ल ठिक छ अनि जिन्दगीको गोरेटोमा ठिक छ नि एकदम ठिक छ बिन्दास एकदम सुपर भएन रमाइलो जिन्दगीको गोरेटोमा सबैको हाँसी खुसी बसिरहेको छ ल रमाइलो भएको छ सबैजनालाई त के कुराले अड्क्यो ल आएन सक्यो गीत सक्यो ल मकालु कोही ओर्लिङ छ ल मकाल गुड नाइट ल भोलि भेटौँला है ल गुड नाइट दायाँ बायाँ जाने नि फेरि दायाँ बायाँ जाँदा है फेरि बाबलमा कोही ओर्लिन्छन् भन्नु भाइ केटाहरू मस्त भइदियो ल आमा यसरी जाऊ र कस्तो भइरहेछ त धेरै पछि यात्रा गरे होला भाउसँग इन्डिङमा पुगे अब पुग्दैछ इन्डिङ हुँदैछ इन्डिङमा ढुङ्गे धारा आइपुगेछ ढुङ्गे धारा गाडी खाँदै हुन्छ आधी त पुरै खाली भइहाल्यो गाडी होइन हाम्रो पाला आयो तपाईँको पाला आयो ल बाई 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 ल गुड नाइट ल गुड नाइट एकछिन रोकौँ ए घुमेर आउँछु नि पक्का लास्टमा घुमेर आउँछु ए त्यही मात्रै हाल्ने चाय खानु जाम चाहिँ केटा गाडी लिएर ढिकी बेला जाम चाहिँ चाय खाना जो यातायात न्याउने ठ्याक्क चाहिँ गाडीमा टर्निङ गाड्छ कि नि ल इन्डिङ हाम्रो पिकनिक इन्डिङ भयो यहाँ आएर ल छोरी ब्याग लिएर आऊ ब्याग बोक ल सबैले सामान बोकेर छ भाइ